डीबी बन्द गर भन्दै ट्रम्पमाथि खनिएका बालेन ओलीसँग पनि झोकिए। हामीलाई नेपाली भएर बाँच्ने आधार दिन भने यस्तोसम्म हत्तपत्त नबोल्ने तर बोलेपछि तहल्का मचाउने स्वभावका काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले बिहीबार मध्यरातमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मेन्सन गर्दै अमेरिका अल्छीहरूको देश भएको टिप्पणी गरे। अमेरिकीहरू आफू काम गर्न नसक्ने र काम गर्नका लागि अरू देशको जनशक्ति आवश्यक पर्ने समेत भने। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयर बालेनले भनेका थिए, धन्यवाद, तपाईले हामीलाई हाम्रो देश तपाईको भन्दा राम्रो रहेको महसुस गराउनु भयो। हामी गरिब छौं किनभने हाम्रा मानिसहरू हाम्रो देश छाडेर जाँदैछन्। तपाई गरिब हुनुहुन्छ कि तपाईका मानिसहरूले तपाईको देश बचाउन सक्दैनन्। मेयर बालेन यतिमै रोकिएनन्। अमेरिका छिर्ने नेपालीहरूको खुड्किलो नै बनेको डीबी लटरीलाई लालचपूर्ण दासत्वको संज्ञा दिँदै यसलाई बन्द गर्न पनि चुनौती दिए। डीबी लटरी बन्द गरे नेपालका रत्नहरू फिर्ता पाउने उनको भनाइ थियो। मेयर बालेन मध्यरातमा किन कड्किए त भन्ने सबैलाई लागेको थियो, तर यो आक्रोश थियो ट्रम्पले नेपाललाई दिँदै आएको सहायतालाई फ्रडको संज्ञा दिनु। जनवरी 20 मा राष्ट्रपतिको शपथ लिए लगतै ट्रम्पले कैयौं कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। यी आदेश मध्ये केही वैदेशिक अनुदान रोक्ने बारे थियो। केही दिन अघि मात्रै मस्को नेतृत्वको प्रशासनिक दक्षता विभाग डजले नेपाल, भारत, बंगलादेश लगायत विश्वका कैयौं देशलाई अनेक शीर्षकमा दिँदै आएको सहायता रोकेको घोषणा गरेको थियो। यस क्रममा डजले नेपाललाई जैविक विविधता संरक्षण गर्न र वित्तीय संघीयताका लागि दिँदै आएको रकम रोकेको थियो। डजले वित्तीय संघीयता लागि दिँदै आएको 2 करोड डलर र जैविक विविधता संरक्षणका लागि दिँदै आएको 1 करोड 90 लाख सहित 3 करोड 90 लाख अर्थात नेपाली झण्डै 5 अर्ब 43 करोड रुपैयाँ रोकेको थियो। नेपालले पाइरहेको यो सहायतालाई ट्रम्पले पत्रकार सम्मेलनमै रकम उल्लेख गरेर भनेका थिए, दिस इज फ्रड। $20 million for fiscal federalism in Nepal. Listen to these numbers. This is all fraud. $19 million for biodiversity conservation in Nepal. $1.5 million for voter confidence. We want to give them confidence. यसपछि अहिले अमेरिकी सहयोगको एमसीसी परियोजनाका कामको भुक्तानी पनि नेपालमा रोकिएको छ र यो परियोजना तत्कालका लागि स्थगित भएको छ। यो विषयले नेपालको सडकदेखि सिंहदरबारसम्म चर्चा पायो। बिहीबार संसदीय समितिमा त हंगामा नै मचिएको थियो। त्यही बीच मेयर बालेनले ट्रम्पमाथि शब्दको प्रहार गरेका हुन्। मेयर बालेनको यो अभिव्यक्तिले सामाजिक सञ्जालमा चर्को बहस निम्ति आएको छ। कतिपयले उनको विचारको समर्थन गरेका छन् भने कतिपयले यस्तो कडा अभिव्यक्ति अन्तर्राष्ट्रिय सम्बन्धका लागि हानिकारक हुन सक्ने तर्क गरिरहेका छन्। ट्रम्पले दोस्रो कार्यकाल सुरु गरे यता 23 जना नेपाली निष्कासनमा परेका छन्। कागजात विहीन आप्रवासीलाई निष्कासन गर्ने क्रममा 4 महिला र 19 पुरुषलाई काठमाडौँ ल्याएर अध्यागमनको जिम्मा लगाइएको हो। ट्रम्पमाथि मध्यरातमा खनिएका बालेन शुक्रबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि झोकिए, जसमा नेपाली भएर बाँच्ने आधार दिन उनले आग्रह गरेका छन्। भारत, अमेरिका र चीनले हेपेको भन्दै आफूलाई मेयर हो भनेर बिर्सेर नेपाली भएर बाँच्ने आधार दिन उनले आग्रह गरेका हुन्। फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, प्यारो प्रधानमन्त्रीज्यू, अमेरिकाले भ्रष्ट भनिसक्यो, इन्डियाले भिकारी भनिसक्यो र चीनले मान्छे गन्दैन। मलाई मेयर हो भनेर बिर्सिनुहोस्, नेपाली भएर बाँच्ने आधार त दिनुहोस्। यही आइतबार भारतको ओडिसा स्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी KIIT मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साले प्राण त्यागेकी थिइन्। कलेज प्रशासनको लापरवाहीका कारण उनको मृत्यु भएको भन्दै नेपाली विद्यार्थी आन्दोलनमा उत्रदा वार्ता गर्नु त परको कुरा, उल्टै नेपाली विद्यार्थीमाथि तेरो देशको बजेट भन्दा कलेजको बजेट धेरै छ भन्दै दुर्व्यवहार गरेको थियो र विद्यार्थीलाई कलेज र होस्टलबाट निकालेको थियो। यसले नेपालको गरिबी र लाचारपन देखाउँथ्यो। यसमा पनि बालेनले छड्के प्रहार गरेका हुन्।